साथीहरू म चाहिँ साइड आइपुगेँ होइन। साइड आएर मेसिनमा तेल सेल चेक जाँच गरेँ, तेल सेल सबै छ। ब्रेक ओइलहरू थिएन, अलिअलि ब्रेक ओइलहरू थपेँ होइन। अनि तपाईँलाई चाहिँ म आज लोडर कसरी चलाउँदो रहेछन् भनेर म तपाईँहरूलाई लोडरको बारेमा केही कुराहरू सिकाउँछु होइन। हेर्नु होला भिडियोमा बनेर होइन। मैले चलाउने लोडर पनि कस्तो रहेछ हेर्नुहोस्। यहाँ यो लोडर होइन, यो एसडिएलजीको लोडर हो। देख्नुहुन्छ यहाँ लोगो पनि छ है, एसडिएलजी होइन। मेसिन अलि फोरै छ होइन, किनकि अब माटोमा चढ्ने झर्नी गरिन्छ हामी होइन। सुरुङभित्र पनि गइन्छ, हिलो हुन्छ, धुलो हुन्छ। अनि यहाँ देख्न सक्नुहुन्छ लिभर छ, जोइस्टिक, यसलाई इङ्ग्लिसमा जोइस्टिक भन्छ, हामीले चाहिँ लिभरै भन्छौँ होइन। अनि यो मेसिनमा चाहिँ डबल पेडल छ कि होइन ब्रेकको। फेरि धेरै मान्छेहरू झुक्केलान् फेरि क्लच हो एउटा भनेर होइन। मसिनमा क्लच हुँदैन, ब्रेकै हुन्छ दुइटै, किनकि अटो सिस्टम हुन्छ नि त मेसिन होइन। त्यही भएर नझुक्किनु होला। अनि यता यो भयो हाफ लाइट भयो, यो हेडलाइट भयो। यो ब्रेकको लागि जस्तै भ्याकुमको जस्तै काम गर्छ यसले होइन। जस्तो ट्रकहरूमा भ्याकुम हुन्छ नि, हो त्यस्तै काम गर्छ यसले, यो बटनले। अनि यतापट्टि चाहिँ अरू लाइट सिस्टम छ। यता फोक्स लाइट माथिको, यो पछाडिको फोक्स लाइट, यो वाइपरको पानीको। अनि यो फ्यान भइगयो, एसडिएलजी कम्पनीले आफैले दिएको छ फ्यान लगाएर। यता साइड मिरर छ पछाडि हेर्नलाई। अनि सबैभन्दा मेन सिस्टमहरू चाहिँ यहाँ छ। यो भयो एसी 1 2 3, यो 3 स्टेप चल्छ एसी होइन, कुलिङ। अनि यो चाहिँ एउटा यता बाहिरको हावा तान्छ, अनि यो चाहिँ भित्रकै हावालाई भित्रै पास गर्छ। यो चाहिँ यहाँ देख्न सक्नुहुन्छ लोगो छ होइन। यो चाहिँ कुलिङ सिस्टम हो। अब यता 0मा हुन्छ चिसो, यता चाहिँ जति बढायो त्यति चिसो हुन्छ होइन। त्यही सिस्टम छ यसमा होइन। अनि यो चाहिँ सिसा खोल्नको लागि होइन, विन्डोहरू यसरी गरेर खोल्ने। यता लक हुन्छ यो पछाडि, अनि त्यसलाई यसले खोल्ने। अनि यहाँबाट चाहिँ यो लागेको चाहिँ खोल्ने हो होइन। यसरी यो लागेको चाहिँ यसरी खुल्छ यो। अनि डिस्प्ले देख्न सक्नुहुन्छ, यो डिजल मिटर, यो आरपिएम मिटर, यो वाटर टेम्परेचर, यो ओइल टेम्परेचर। अनि यहाँ देख्न सक्नुहुन्छ यो पार्किङ लाइट हो। अनि यो पनि ब्रेक भइगयो, अनि यो पनि ब्रेक भइगयो, यो एक्सिलेटर। अनि मेन यहाँ छ चाबी होइन। चाबी अन गरौँ है त साथीहरू, चाबी अन गरौँ। डिस्प्ले हेरौँ कस्तो छ। यो चाहिँ हाम्रो मेसिनको डिस्प्ले यस्तो छ होइन। एसडिएलजी यहाँ पनि लेखेकै हुन्छ एसडिएलजी। अहिले लोडर पार्किङमा छ, पार्किङ देखाइरहेको छ। यहाँ ब्याट्री देखाइरहेको छ, यहाँ ओइल सिग्नल देखाइरहेको छ। अब म तपाईँहरूलाई मेसिन स्टार्ट गरेर देखाउँछु होइन, कस्तो छ साउन्ड हेर्नु होला होइन साथीहरू। यस्तै हो सिस्टम, एकदम सजिलो छ होइन। त्यस्तो गाह्रो पनि छैन लोडर चलाउनको लागि। हेर्नुहोस् है त, म चाबी यसले अब स्टार्ट गर्छु। मेसिन अलिकति गरम गर्नु पर्यो नि, म बिहान आइरहेको छु होइन। बिहान बनाएको भिडियो हो यो। स्टार्ट पनि भयो। त्यहाँ एउटा साइरन आएको थियो, इमर्जेन्सी साइरन होइन, त पार्किङ ब्रेकको साइरन दिन्छ क्या। अनि यस्तै छ हाम्रो होइन मेसिन चलाउन त। अब हामीले जस्तो मेसिन पनि चलाइन्छ होइन, तर तपाईँहरूलाई चाहिँ भर्खर सिक्दै गरेको साथीहरूलाई चाहिँ सजिलो हुन्छ कि मेसिनको बारेमा बताइदियो भने होइन। धेरै साथीहरूले मेसिन चलाउनुभन्दा पहिला मेसिनको बारेमा के छ, फङ्सन कस्तो छ,
यसो भिडियो हेरेरै धेरै कुरा सिक्नुहुन्छ तपाईँहरूले होइन। त्यसैले भिडियो चाहिँ हेर्नु होला, किनकि अनुभव हुन्छ। कोही मान्छेहरूले होइन अब नयाँ जब पाउँछन्, नयाँ जब पाउँदाखेरि त्यो कम्पनीमा यस्तो खाले लोडर रहेछ, त्यसको बारेमा मलाई थाहै छैन, फङ्सनको बारेमा थाहै छैन भनेर गाह्रो हुन्छ नि त। सुरुतिर जाँदाखेरि कस्तो अप्ठ्यारो हुन्छ थाहा नभएर। अनि त्यही भएर तपाईँहरूलाई चाहिँ सजिलो हुन्छ कि एसडिएलजीको बारेमा के फङ्सनहरू रहेछ भन्ने कुरो तपाईँहरूलाई सबैलाई देखाइदिन्छु। अनि एउटा कुरा, अनि पार्किङ ब्रेक त मैले तपाईँलाई देखाएन। यो चाहिँ पार्किङ ब्रेक हो होइन। यो अहिले यसरी माथि तान्दाखेरि चाहिँ पार्किङ छुट्छ होइन। अब यसलाई फेरि यसरी तल दाब्दा चाहिँ फेरि वहाँ पार्किङ लाग्छ। यो चाहिँ पार्किङ ब्रेक हो। यो पनि ध्यान दिनु होला होइन। त्यसले मेसिनको बारेमा चाहिँ तपाईँहरूले जानेकै राम्रो कि होइन, सजिलो हुन्छ। अनि म चाहिँ अब माटो खेल्न जान्छु होला सायद। आज चाहिँ माटो धकाल्न भन्नुभएको छ सरले। गएर उता तातो पानी गएर म माटो धकालेर आउँछु। तपाईँहरू हेर्नु होला, मेन रोडमा पनि रोड हिँडाउनुपर्छ। यहाँ गाह्रो छ, गाडी घोडाहरू चलिरहन्छ, मेन रोडमा काम गर्नुपर्छ, रिक्स हुन्छ, गाडीहरू आउने जाने गर्छन्, ठोक्किन सक्छ होइन। तपाईँहरूलाई म लिभरको फङ्सनको बारे देखाउँछु होइन। अब यो लिभर हो होइन। लिभरमा दुईवटा बटन दिएको छ, तर बटनको चाहिँ केही काम छैन यो मेसिनमा होइन। पहिला अरू मेसिनहरूमा चाहिँ यहाँ हर्न हुन्छ होइन, यहाँ पावर बटन हुन्छ। कुनै मेसिनमा यहाँ बटनै हुन्छ होइन, फरवर्ड र रिभर्सको। अब लिभरको बारे त तपाईँहरूलाई भन्नै परेन, किनकि सबैलाई थाहै हुन्छ। अब तपाईँको लिभरको बारे यस्तो छ, पछाडि तान्ने यहाँ फङ्सन दिइरहेको छ होइन। यहाँ पछाडि तान्दाखेरि अप हुन्छ, अगाडि लाँदाखेरि डाउन हुन्छ, यता गर्दा बकेट खोल्छ, यता गर्दा बकेट बन्द हुन्छ होइन। यसको बारे अपरेटरहरूलाई त सिकाउनै परेन होइन। अब म हेर्नु, म अब लिभर पछाडि तान्छु होइन। यसरी लिभर पछाडि तान्दाखेरि होइन, देख्न सक्नुहुन्छ बकेट माथि उठिरहेको हो होइन। अब म लिभर डाउन गर्छु होइन। बकेट यता अगाडि धकालेपछि बकेट डाउन हुन्छ हेर्नु। हो डाउन भयो नि होइन। अब फेरि बकेट म यता गऱ्यो भने चाहिँ होइन, बकेट यता गऱ्यो भने चाहिँ होइन तलतिर जान्छ बकेट। हो देख्नु भयो नि, बकेट मैले यता ठेलिराखेको छु होइन। यो गर्दाखेरि चाहिँ बकेट चाहिँ यो तरिकाले डाउन हुन्छ तल। अब लिभरलाई म यता गर्छु होइन। अब लिभरलाई चाहिँ मैले यता गरेँ। अब बकेट देख्न सक्नुहुन्छ माथि फर्किरहेको छ। सेम फङ्सन सबैको त्यस्तै नै हो। फङ्सन सबैमा एउटै हुन्छ होइन। यसको बारेमा तपाईँहरूलाई धेरै जानकारी दिनै परेन, सबैलाई थाहा नै हुन्छ होइन। मेसिनको बारेमा यति छ। यसमा डबल लिभर छैन होइन, यो डबल लिभरवाला मेसिन होइन। डबल लिभरवाला पनि हुन्छ, तर धेरै जसो मेसिनहरूमा आजभोलि सिङ्गल लिभर नै हाल्छ, किनकि सिङ्गल लिभरमा अलि सजिलो पनि हुन्छ धेरै मान्छेहरूलाई। कसैलाई डबल लिभरमा धेरै गाह्रो पनि हुन्छ होइन, सुरुमा। साथीहरू यति नै थियो एसडिएलजीको बारेमा जानकारी होइन। अब यहाँभन्दा तपाईँलाई सिकाउने कुरो केही छैन यहाँ। अब यो एसी भइहाल्यो होइन। एसीको कुलिङ सिस्टमको हावा फाल्ने 2-4 ठाउँमा छ, यता छ, यता छ। अनि यता चाहिँ हाम्रो साइड चाहिँ देख्न सक्नुहुन्छ। यो चाहिँ हाम्रो साइड हो होइन। साइड नजिकै छ, मेन हाइवे पनि नजिकै छ। यहीँ त पर देख्दै हुनुहुन्छ मेन हाइवे हो त्यो। अरू लोकेसन पनि राम्रो छ होइन। पहाड छ सबै। त्यहाँ एउटा एक्सकाभेटर छ कमसुको होइन। अनि यहाँ हाम्रो एउटा 140 को मेसिन पनि छ। हस् त साथीहरू, भाइ आजलाई यति नै। म पछि नयाँ भिडियोहरू बनाउँदै हाल्दै गर्छु। भिडियोमा बनिराख्नु होला। थ्याङ्क यू।